आजको प्रमुख अङ्गबाट जुन आज मूल्याङ्कन गरिएको छ त्यही मूल्याङ्कनको आधारमा आज यो सब्जेक्ट विकास प्रेम महाराजले बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल। बधाई हुन त उहाँ पहिला भनिसकेको छ। नेताले पनि विधायक काला स्वर छ कर्मचारीमाथि, हाम्रोमाथि सबैको काला स्वर छ। तर काला स्वरले भनेपछि काला स्वरले गुरु जसरी ज्ञान दिनुहुन्छ नि तरै स्वरले दिनुहुन्छ, त्यसरी बुझ्नुपर्छ। काला भन्नुहुन्छ तर उसको ज्ञानको परिभाषा लिनुपर्छ। काला स्वरले किन भन्नुहुन्छ? काला स्वरले भन्नुहुन्छ कर्मचारीमाथि, हामीमाथि भन्नुहुन्छ। किन भन्नुहुन्छ? काम राम्रो गर्नुहोस्। काला स्वरले भन्नुहुन्छ काम राम्रो तपाईहरु गर्नुभयो, आज त्यो कामको सराहनाले यस्तो पुरस्कार पाउनु। कर्मचारीको यस्तो डाँट फाँट हामीहरु डाँट फाँट नखाएको हुँदा आज यो यस्तो बधाई अथवा यस्तो स्वर जुन पाएको छ राष्ट्रपतिबाट त्यो पाउनु हुनेवाला थिएन। तपाईहरुको सहयोगबाट उहाँले पाउनुभयो, तपाईहरुको साथ सहयोगबाट पाउनुभयो। हामी पनि भन्दैछौँ अब आगामी दिनमा पनि यो 30 गते पनि निर्वाचन छ, उसको अझै पनि यो कुर्सीमा बसेर अझै जनताको सेवा गरौँ। हामीहरु पनि अन्य पार्टीको दलको पनि छौँ, हामीहरु पनि सबैलाई मिलाएर जस यो गाउँपालिकामा हामी यति भन्दै आफ्नो दुई शब्द यही गर्न बन्द गर्ने सबैमा गाउँपालिका न्यायिक समितिका सदस्य दाउद साहिबजीलाई आसन ग्रहणको लागि म हार्दिक क्षेत्रमा साबी प्रसादपुर न्यायिक अध्यक्ष सुरेश मण्डलजीलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्छु। अब म मन्तव्य शुभकामना मन्तव्यलाई जोड्न चाहन्छु। शुभकामना मन्तव्य राखिदिनु सर। गाउँपालिका 3 नम्बर वडाका वडाध्यक्ष डायरेक्ट हम यूट्यूब से छोड़ देंगे, एडिट करे फायदा से। एक वीडियो खाली खींच लिया स्लो बोले राष्ट्रपति सम्मानित हुनुभएको छ, उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु। र वास्तवमा भन्नुहुन्छ भने हामी जतिखेर चुनाव जितेर आयौँ त्यतिखेरको अवस्था हामी कल्पना गर्छौँ र अहिले कल्पना गर्दाखेरि धेरैको फरक छ, धेरै आसमान धरतीको फरक छ जस्तो लाग्छ मलाई। मान्छे के हुन्छ भने दुःख परेको बेलामा एकदम भगवानलाई याद गर्छ र सुख जतिखेर आउँछ नि सबै दुःख बिर्सिन्छ। त्यसले कसैलाई मान्छेले पनि चिन्दैन। आफ्नो इष्टमित्र नजिकीको मान्छेलाई कतिखेर मलाई दुःख परेको बेलामा यो मान्छे मलाई सहयोग गरेको थियो कसैले याद गर्छ त बिर्सिन्छ त्यतिखेर। वास्तवमा आवश्यकता पर्छ बच्चाहरूलाई स्कुल जानको लागि बाटैको आवश्यकता पर्छ। के अरे बिरामीलाई स्वास्थ्य केन्द्रमा चाहे हस्पिटल कहीँ पनि जानको लागि बाटैको आवश्यकता पर्छ। त्यो हेरेर हामीले सबैभन्दा एउटा
बढीभन्दा बढी हामीले भौतिक पूर्वाधारमा हामीले एउटा बजेट हाल्ने एउटा कागजपत्र बनाउने हामीले निर्णय गर्यौँ, जसले गर्दा एउटा अलिकति विपक्षीहरू विरोध पनि सुरुमा खुब गर्यो। मतलब सबै एकदम अरूतिर छोडेर खालि भौतिक पूर्वाधारमा नै लगाइदिनु भयो। गाउँपालिकाको अध्यक्ष वार्डाध्यक्षहरूले त्यस्तो पनि एउटा गुनासो भयो। तर आज हेर्नु आखिरमा सबै क्षेत्रलाई जोडेको छ, त्यो भौतिक पूर्वाधार बाटोले जोडेको छ। हामीले त्यो एउटा जरुरी ठानेर हामी गरेका थियौँ र अहिले हामी सफल अवस्थामा जति मूल बाटो आउँछ। अहिले बासमती आउनु लगभग 3 महिना कि 4 महिना बासमती त्यतिखेर एउटा चच्री थियो, भर्खरै एकजना मरो पनि चट्रीबाट डुबेर मरेको थियो। त्यस्तो भएर चट्रीबाट डुबेर मर्थ्यो। सायद श्रीलङ्का भन्छ नि त्यस्तो टाप्नु उठाएर यो उस्कियो त्यस्तो अवस्था। तर अहिले हेर्नुहोस् त कहीँ वर्षाको याममा पनि हामी जहाँ पनि बासमती आउनु 5 मिनट लाग्छ, यहाँ 3-5-6 मिनट लाग्छ उस्किजान। त्यस्तो अवस्थामा हामी पुगेका छौँ। हामीले भन्नुहुन्छ भने शिक्षामा पनि एकदम धेरै फड्को मारिसकेका छौँ। प्रत्येक भौतिक पूर्वाधारमा मेरै वार्डमा हेर्नुहुन्छ भने प्रत्येक वर्ष मैले एउटा भवन 4 कोठे भवन बनाइरहेको छु। 4वटा भवन बनिसकेको छ। फेरि 8 कोठे भवन दिनुभएको छ। हामीले सोचेका पनि सोचेको थिएन +2 चलाउँछ र योपालि एउटा मतलब अब हामीले योपालिदेखि 11 क्लास 12 क्लास चलाउने पनि सोचिरहेको छ। अब योपालि जति कोरोना भाइरस नभएको भए नआएको भए अहिलेसम्म 12 क्लास चलिरहेको त्यसको एउटा यही कोभिडले गर्दा हामी सकेनौँ। अब भन्नुहुन्छ भने कोभिडकै समयमा जुन हामी कोभिड आएको थियो त्यो सुरुमा हेर्दाखेरि चाइनामा जस्तो हेरेका थियौँ, मान्छे प्राय मरेको अवस्था। मतलब हामी सोच्थ्यौँ हामीले पनि कोभिड भयो भने मर्छौँ नि। तैपनि हामीले जति प्रतिनिधिहरू थिए प्रत्येक घरमा मास्क बाँड्ने त्यसलाई एउटा के अरे जनचेतना फैलाउने काम गऱ्यौँ। जे भयो भने मलाई नि कोभिड भयो, लगभग 15 दिन होम क्वारेन्टाइनमा बसेँ। डर त कुल आएको त्यही पनि फोनबाट काम गऱ्यो। के हुन्छ जे भए पनि फोनैबाट पनि घर होम क्वारेन्टाइनमा बसेर पनि काम गऱ्यो। त्यस्तो हामीले भोगेका छौँ, गरेका छौँ। अहिले विपक्षीले भन्न सक्ला यो गरेन त्यो गरेन, आखिरमा त्यसले पहिले चिज कल्पना गऱ्यो, जनताले भन्दैन। तर विपक्षीको एउटा नेचर नै हुन्छ। अहिले सुनको बाटो ग्राभेल छ, सुनको बाटो बनाइदिए पनि त्यसको विरोध गर्ने काम हुन्छ, विरोध गर्छ। तर जनतालाई सोच्नुपर्छ उहाँहरूले के गर्नुभयो। पहिलेको चिज हामी हेर्छौँ जतिखेर त्यो हेरिसकेपछि वास्तवमा भन्नुपर्छ यहाँको जनताले धेरैभन्दा धेरै हामीले उहाँहरूले विकास गर्नुभएको छ। किसानहरूको लागि हटिया लाउने जस्तो उहाँहरूले एउटा हाम्रो सोच पनि छ, जसले यिनीहरूमा हटियाको छ व्यवस्था किसानहरू। त्यस्तो हाम्रो गाउँपालिकामा पनि एउटा त्यस्तै हटिया लाउने यो गाउँपालिकामा एउटा केन्द्रबिन्दु बनाएर शीत भण्डार बनाउने, जुन किसानहरूको लागि जब तरकारीको भएको बेलामा मौसमीको तरकारी भएको बेलामा के हुन्छ एकदम सस्तोभन्दा सस्तो हुन्छ। अब लगानी बढिरहेको हुन्छ, अब यहाँ त एकदम सस्तो बिक्री गर्नुपर्ने। त्यसको लागि हामी शीत भण्डार पनि एउटा उहाँले निर्णय पनि अस्ति सरकारीमा गर्नुभयो, मतलब बनाउने शीत भण्डार पनि के अरे गाउँपालिका पनि अब सायद जग्गा पनि भइसकेको छ। गाउँपालिका पनि अब सञ्चालन हुन्छ, भवन बन्ने हाम्रो के अरे हस्पिटल पनि एकदम बनिरहेको अवस्थामा छ। भन्नुहुन्छ भने सबै क्षेत्रमा एकदम हामी फड्को भइरहेको छ। त्यस्तो छैन कि क्लिक कम्प्युटर क्लिक गरौँ कि तुरन्तै भइहाल्छ, त्यस्तो हुँदैन। हामीले बिस्तारै जुन तरिकामा हामी 5 वर्षमा गरेका छौँ, सायद अब 5 वर्षमा लगभग पुरै यस्तो बाटो हुँदैन। प्रत्येक घरसम्म हाम्रो एउटा लक्ष्य छ, प्रत्येक घरसम्ममा पिच जाओस्, प्रत्येक घर दिने पिच जाओस्। भन्नुहुन्छ भने बिजुली बत्तीहरू कुनै घरसम्म छुटेको छैन। एक घर पनि कहीँ बनाइदिएको छ भने त्यहीँ पुरै खाली जग्गामा पनि एक घर बनाइदिएको छ, हामी त्यसले बिजुली पुगाइदिएका छौँ। सिँचाइ मिटरहरू लगाइदिएको छ। प्रत्येक हाम्रो 3 नम्बर वार्डमा नै भन्नुहुन्छ भने प्रत्येक मतलब खेतमा हामीले बिजुली प्रवाह गरिदिएका छौँ। प्रत्येक किसानहरूले अहिले 2.5 रुपियाँ मिटरमा, जबकि डिजल यति महँगो छ अहिले 100 कति रुपियाँ डिजल पुगिसकेको छ, तर 2.5 रुपियाँ युनिट मिटर हुन्छ। सिँचाइको लागि सरकारले पनि धेरै राहत दिएको छ। प्रत्येक प्राय किसानहरूले सिँचाइ मिटर लगाएर सिँचाइ गरिरहेका छ। हामीले सिँचाइको लागि सिँचाइ मिटरलाई फ्री सिपाही पनि दिइरहेको छ। त्यसले गर्दा अलिक सजिलो होस्। अलिकति किसानहरूको लागि मलखारको अप्ठ्यारो भएको छ, म अध्यक्षजीलाई भन्छु त्यसको लागि सहज होस्, एउटा सहज बनाइदिनु। फेरि धान खेती आउँदैछ, कमसेकम रासायनिक मलको लागि एउटा सहज हो। किनभने अब यहाँ चाहिँ पाइँदैन, बाहिरबाट चाहिँ इन्डियाबाट ल्याउनु पऱ्यो भने त्यहाँ अलिकति प्रहरीहरूले अलिकति त्यो समात्ने त्यो गर्ने त्यो चाहिँ नहोस्। हाम्रै देशमा एउटा मलखार आओस्। उहाँहरूले हामीहरूले यहाँबाट एउटा आवाज उठाउनुपर्छ र
भन्नु भने हामीले समग्र रूपमा भन्नुपर्दा सबै क्षेत्रमा हामीले एउटा समान तरिकाले विकासमा गइरहेका छौँ, फड्को मारिरहेका छौँ र जुन सम्मानित उहाँलाई म धेरै धेरै बधाई दिन चाहन्छु र अग्रिम बधाई दिने म आफ्नो 2 शब्द यही राख्न चाहन्छु। नगरपालिका कार्यालय सम्पूर्ण कर्मचारी गाउँ हुनुहुन्छ, कर्मचारी दलबाट प्रतिनिधित्व गर्नुहुने यस नगरपालिकाका प्रमुख प्रशासक शुभकामना महोदयलाई धन्यवाद कार्यक्रम सञ्चालक कार्यपालिका टोलीको कर्मचारीहरू समेतको तर्फबाट श्रद्धेय अतिथिलाई बधाई ज्ञापन गर्ने कार्यक्रम आयोजना गरिरहेका छौँ। यस कार्यक्रमका अध्यक्षका प्रमुख अतिथि यस गाउँपालिका न्यायपालिका सदस्यज्यूहरू अनि यता यहाँ पाल्नु भएको छ पूर्व जनप्रतिनिधिहरू अनि हाम्रो गाउँपालिकाका संलग्न शाखाका इन्चार्ज साथीहरू क्रियाशील पत्रकार सबै कताबाट सुरु गरौँ जस्तो लाग्छ। यो सानो मलाई लाग्छ आज यो कार्यक्रम यो राजनीतिक परिस्थिति त्यस्तै छ। अहिले पनि अब आचार संहिता लागू भइसकेको छ, अन्तिम आवरणमा छौँ हामी। मलाई लाग्छ के छ यहाँको मध्येको समुदाय मध्येको भिन्न बानीले केही गरेर एउटा खुला मञ्चमा खुला दिनले यतिकै यो मिठाई बाँडेर होइन, त्यहाँ केही दावत राखेर यो कार्यक्रम हुनुपर्ने जस्तो लाग्छ होइन। अब तर अब समय परिस्थितिले साथ दिएन। सानो कोठामा अब धेरै साथीहरू धेरै दिन जनसमुदायहरू बाहिर हुनुहुन्छ र पनि एउटा सानो कोठामा बसेर सबैको प्रतिनिधित्वमूलक हिसाबले वडाका तर्फबाट वडाका अलिकति खुसा लागेको छ। यसको लागि म सेवा चाहन्छु। यहाँ उता के हुनुहुन्छ यता पार्टी अलियन्स हुँदै आउँछ कि अहिले पनि लोकप्रिय कन्ट्री गीत छ अन्त के अन्त इन्द्रबहादुर राई हाम्रो प्रमुख नेपाली साहित्यकारले भन्दै हुनुहुन्थ्यो आज रमिदास मुलुकमा भन्नु उहाँले रमिदास भन्ने एउटा चाहिँ तपाईँको उपहासमा चाहिँ अब उहाँले लेख्नु भएको थियो। अन्त रमिदास भएका 753 धेरैवटा पालिकाहरूमा हामीले देखेका छौँ, भोगेका छौँ। त्यहाँ रमिदास अहिले पनि चलेको छ। कसैले कुनै पनि पालिकाको नाम नलिउँ होइन। अध्यक्षज्यूहरूले चाहिँ अब कुटाकुट गरेर 2टा दाँत हातमा लिएर आफ्नो जिल्लाले चाहिँ गरेको अवस्था हेर्नु परेको छ। कतै चाहिँ तपाईँको गाउँसभा अहिलेसम्म पनि एउटा दलदलमा फसेर एउटा चाहिँ अविद्रोह जस्तो लाग्छ, गरिबी भित्र बसेको लाग्छ। त्यो गरिबीलाई चिर्नु छ, त्यो गरिबीलाई फाड्नु छ। त्यसले चाहिँ मान्छेलाई जोड्छ। जसरी अहिले फेसबुकले संसारलाई जोडेको छ, त्यसै गरी एक ठाउँबाट अर्को जोड्ने प्रमुख चाहिँ सबैको कनेक्टिभिटीको मेरुदण्ड भनेको सडक नै हो। सडक विकाससँगै बाँकीहरू विकास हुने हो। त्यो हाडहरू विकास जोड हाडसँग लगाएर हाम्रो संसारमा प्रभाव हुनको लागि विकास भनेको समग्रमा फेरि आम नागरिकका लागि हो। आम नागरिकको चाहिँ विकासको चाहिँ सामाजिक विकासको पाटो उहाँहरूको आयुका कुराहरू दीर्घायु कसरी बनाउने उहाँहरूलाई सुशिक्षित सक्षम सबल आफ्नो कामहरू पनि हामीले सेटै नै हेर्न पाउनेछौँ। त्यो इच्छा अभिलाषा हामीले राखेका छौँ, कर्मचारीको तर्फबाट राखेका छौँ। यहाँको माया ममताले यहाँको राई र गराईबाट यहाँको उच्च मनोबल राख्ने यहाँको जुन कार्य गरिराख्नु भएको छ त्यो मनोबल
तलबाट हामीले कर्मचारीहरूले 1% तलबाट गरिकन उच्च मनोबलका साथ यहाँलाई साथ सहयोग हुनेछ। हामीलाई को दल आयो को पार्टीको आयो त्यो हामी सरकार हाम्रो हुँदैन। हामी कर्मचारी सादा मान्छे हौँ, हामी देशको सादा मान्छे हौँ। र अर्को खुसीको कुरो के हो भने हाम्रो संविधानले स्थानीय तहलाई त्यहाँ धेरै विपक्षीको परिकल्पना गरेको छैन, परिकल्पना गरेको छैन। जो आउनुहुन्छ सुरेश यहाँको सधैँका लागि आउनुहुन्छ, 5 वर्षका लागि आउनुहुन्छ, त्यो चाहिँ यहाँको तपाईँको राज्यले नै व्यवस्था गरेको त्यसरी गरेको हुनाले विकासका लागि सबै छुट्नुपर्छ। विकासका लागि कोही पानी हुँदैन। एउटा संविधानको एउटा थिम छ, भित्री आशय छ, त्यो आशय मुताबिक यो नगरपालिकाले यो अवस्थामा हामीले अगाडि उठाएको छ। ल्याएको मैले आफ्नो भनाइले यहीँ रोक्दै पुनः अध्यक्षज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै म आफ्नो भनाइ अब यस कार्यक्रममा सामान्य राष्ट्रपतिज्यूबाट रिभ्युसन गर्नुहुने यसरी नगरपालिका सदस्य अध्यक्ष र यस कार्यक्रमका प्रमुख अतिथि कफार अन्सारीज्यूलाई म आफ्ना मन्तव्यहरू राखिदिन म हार्दिक अनुरोध फुल बॉडी चले थे सौंडा भाई एक नंबर वार्ड का वार्डाध्यक्ष, 2 नंबर का वार्डाध्यक्ष, 3 नंबर का वार्डाध्यक्ष अरविंद नेताजी, 4 नंबर का वार्डाध्यक्ष लाल नेताजी, 5 नंबर का वार्डाध्यक्ष सलीम साहब, 6 नंबर का वार्डाध्यक्ष हमारा अफजल साहब, 7 नंबर का वार्डाध्यक्ष निशित खान र कार्यपालिका सदस्य गए चञ्चला दिदी बुहारी सम्पूर्ण शाखाका शाखा प्रमुखहरू, स्वास्थ्यका 7वटा इन्चार्जहरू र नगर कृषिका इन्चार्ज डाक्टर निर्माण शाह लगायत हाम्रा कर्मचारी साथीहरू र हाम्रा राजनीतिक दलका जिम्मेवार साथीहरू, आज हरिनगर गाउँपालिकाले सबभन्दा पहिले म हरिनगर गाउँपालिकाका सम्पूर्ण यहाँका दाजुभाइ दिदीबहिनीहरूले म बधाई दिन चाहन्छु कि जसको भोटबाट आज हरिनगर गाउँपालिकाको अध्यक्षले सम्मान पाएको छ, त्यसको लागि म हरिनगर गाउँपालिकाको सम्पूर्ण यहाँका दाजुभाइ दिदीबहिनी जसले हामीले यहाँ माया गरेर निर्वाचित गरायो, सबैलाई म सबभन्दा पहिले उहाँलाई नमन गर्छु र उहाँलाई धन्यवाद दिन्छु। त्यसपछि म हरिनगर गाउँपालिकाका जनप्रतिनिधि साथीहरू बल्ल बल्ल गाउँपालिकाको घर पनि थिएन, भाडा पनि व्यवस्थित भए त्यतिखेर अठोट गरे। अहिले हाम्रो प्रशासक अध्यक्षजी कुलबहादुरजीले राम्रो कुरा गर्नुभयो। मान्छेले चाहे भनेदेखि धेरै मान्छेन, काम गर्नलाई धेरै चाहिँदैन। जम्बू एउटा जहाजमा मान्छे हिँड्छन् गाउँपालिकामा। हामीले हाम्रो जनप्रतिनिधि साथीहरूले मलाई साथ दिनुभयो र मैले अत्तरै बजेट नभए पनि हामीले को काम गरेको छु। अठोटको कारणले यो पागल अध्यक्ष भएको छ, यो प्रशासक अधिकारी पागल भएको छ, वडा अध्यक्षहरूलाई जहाँ यो कस्तो आज मैले त्यो विश्वास गरेको छु। मैले सहयोग गरौँ, त्यसको आज फल गाउँपालिकाले यहाँका जनताले पाएको छ। यो मात्रै मेरो होइन, यो हरिनगर गाउँपालिका जनप्रतिनिधि या मेरो मात्रै यहाँका कर्मचारीको मात्रै सम्मान होइन। यो सम्मान भनेको हरिनगर गाउँपालिकामा बस्ने सम्पूर्ण जुन सरकारको उहाँहरूको एउटा सम्झना रहने एउटा समय आएको छ। यो दिनलाई कहिले पनि बिर्सन सक्दैन कि मैले 2074 साल या 75 साल या 76 साल या 77 साल या 78 साल या 79 को अन्तिम घडीमा हरिनगर गाउँपालिकामा मैले फनावाटमा मैले स्वास्थ्यको काम गरेँ, यहाँबाट रवाना लिएर गएको छु। यो गाउँपालिकामा मैले एक दिन काम गरेर मैले रवाना लिएर गएको छु। म फनावाटमा एक दिन सचिव भएर काम गरेर रवाना लिएर गएको छु। म यसमा योगदान रहेछ। सम्पूर्ण हाम्रा
यहाँका जसरी जनता दाजुभाइ दिदीबहिनीहरूको योगदान थियो त्यसरी नै यहाँका कर्मचारी साथीहरूको पनि योगदान रहेछ। यो योगदानलाई कसरी मैले अस्ति हाम्रो सुदनको प्रत्येक विधायमा मैले कर्मचारी साथीहरूलाई भनेको छु, तपाईँ सम्पूर्ण जनता समझदार छन् कि त्यस्तो प्रतिनिधिलाई चुनेर आज उहाँले देशमा र विदेशमा सम्मान पाउने प्रतिनिधि चुनिएको छ भन्ने सबैले बुझ्नुपर्ने कुरा आज नेपाल सरकारले हामीले बनाइदिएको छ। त्यसकारण म यहाँको जनतालाई पनि सम्मान गर्छु र उहाँलाई बधाई पनि दिन्छु र यहाँका हाम्रा सम्पूर्ण हरिनगर गाउँपालिकाका सबै शाखा सबै कर्मचारी साथीहरूलाई जहाँ जो शाखामा काम गर्दै हुनुहुन्छ सम्पूर्णलाई म बधाई पनि दिन्छु कि तपाईँहरूले र हाम्रा जनप्रति साथीहरूले मलाई किसिमको सहयोग साथ र कर्मचारी साथीहरूले साथ दिनुभयो। आज यसको फल यहाँ हरिनगर गाउँपालिकाका सम्पूर्ण जनताले आज यो फलको स्वाद लिने मौका पाएको छ। चाहे हाम्रो विरोधी होस् चाहे हाम्रो सपोर्टर होस्, यो स्वाद लिनको लागि कसैलाई रोक छैन। कसै हाम्रो मलाई भोट दिने मान्छे धरान गयो भनेदेखि त्यसलाई सोध्छन् कहाँ गरौँ भनेर। तपाईँको अध्यक्ष सम्मानित भएको छ नि, सम्मानित भएको छ, तर त्यहाँ त्यतिखेर उसलाई कति चोट पुग्छ कि मैले यसलाई भोट नदिँदा पनि आज हरिनगर गाउँपालिकाको जनता हिसाबले मलाई आज सम्मानित गरौँ। तपाईँको गाउँपालिकाको अध्यक्ष सम्मानित गरौँ, तपाईँ पनि सम्मानित हुनु भएन। अनि त्यतिखेर कति गौरव हुन्छ, त्यो कुरा यहाँको जनताले बुझ्नुपर्ने। त्यसकारण म सम्पूर्ण साथीहरूलाई कि जहिले पनि कर्मचारी साथीहरूलाई तपाईँहरूले इमानदारीको साथ लगनको साथ आफ्नो माथिको हाकिमहरूको इन्चार्जहरूको साथ सहयोगका साथ तपाईँहरू अगाडि बढ्नु भनेदेखि पनि सम्मानित एक दिन एक दिन हुनु सक्नुहुन्छ। मैले देखेँ त्यहाँ सम्मानित गर्ने ठाउँमा धुन बजिरहेको थियो र त्यहाँ मेरो आँखबाट आँसु पनि आयो कि आज मैले यस्तो ठाउँमा सम्मानित भइरहेको छु। नेपाल अधिराजमा 4 गाउँपालिका, 2टा नगरपालिका, 2टा गाउँपालिका र 2टा नगरपालिका र 753 मध्ये मैले आज नेपाल सरकारको आँखा हाम्रो हरिनगर गाउँपालिकामाथि पनि पर्यो र म पनि आज यो ठाउँमा यत्रो बिचमा त्यहाँ देशको उच्च ओहदाका त्यहाँ त्यो बाहेक अब नेपालमा कुनै मान्छे छैन, त्यो ठाउँमा प्रधान न्यायाधीश, राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च ओहदाका सम्पूर्ण व्यक्तित्वहरू त्यहाँ रहेछन् र त्यहाँ त्यो ठाउँमा हामी सम्मानित भइरहेको छु भनेपछि त्यहाँ त्यो ठाउँमा कति गौरव मलाई महसुस भएको होला। र त्यो गौरव मेरो मात्रै महसुस भएको छैन, यहाँका सम्पूर्ण जनताको महसुस भएको छ। यो यहाँका जनताले पाएको छ। त्यसकारण अब यो यहाँका जनताले बुझ्नुपर्ने समय आएको छ कि हामीले यो आउने वैशाख 30 गते चुनाव भइरहेको छ। यो वैशाख 30 गते चुनाव, यो चुनावको पनि एउटा विचित्रता छ। यो के छ भनेदेखि अहिले तपाईले संहिता विरोधीको र संहिता सपोर्टरको चुनाव छ। यो चुनावलाई दुई धारमा बाँडिएको छ, एउटा संहिताको मान्ने मान्छे, एउटा संहिताको विरोधी गर्ने। संहिता आज भएपछि तपाईँ हामीले आफ्नो निर्णय स्थानीय सरकारले बनाएपछि आज हामीले गाउँपालिका 15 करोडको टेन्डर गरे, संघीय सरकारलाई सोध्ने आवश्यकता परेन। हामीले यहीका जनप्रतिनिधिले, यहीका स्थानीय सरकारले हामीले टेन्डर गरेका छौँ। आज हामीले 15 बेडको हस्पिटल बनाउँदैछौँ, शिलान्यासको लागि हामीले कसैलाई सोध्नु परेन, हामीले आफै शिलान्यास गरेर हामीले बनाउँदैछौँ। तर संहिता विरोधीले संहिता नभएको ठाउँमा, संहिता नभएको बेलामा तपाईँ कल्पना गर्नुहोस् कि जब संहिता नहुँदाखेरि हामी प्रधान पञ्च बनेर बस्थ्यौँ। हामी प्रधान पञ्चको शक्ति कति थियो कि एउटा वार्ड बनाउनको लागि संघीय सरकार कहाँ कुद्नु पर्थ्यो। स्थानीय मन्त्रालयमा सबै कुरा लिएर सरकार
स्थानीय मन्त्रीज्यू हामीले वडा कार्यालय भवन छैन, एउटा वडा कार्यालय भवन बनाइदिनुहोस्। हामी कहाँ यो छैन, हजुर बनाइदिनुहोस् र त्यहाँबाट ठेकदार कमिसनदार सबै सँगै आउँछ र त्यो बनाउँछ। आज संविधान तहत संहिता लागू भएपछि, स्थानीय सरकार बनेपछि, 3 तहको सरकार बनेपछि, अधिकार सम्पन्न सरकार बनाएपछि तपाईले यो अधिकार पनि तपाईको साथमा आएको छ। त्यहाँबाट जुन दलालहरू, जुन तपाईहरुको कमिसन खोरहरू थियो, तिनीहरू काठमाडौँमा अलमनमा पर्यो र आज अधिकारको साथसाथ तपाईलाई सम्पूर्ण कुरा आएको छ। आज फेरि यो संहितालाई ध्वस्त पार्नका लागि केही व्यक्तिहरू लागिरहेको छ। तिनीहरूले संहितालाई नोच्नको लागि, संहिता खारिज गर्नका लागि उनीहरू लागिपरेको छ। फेरि घुमाएर त्यही पुराना दरबारी राजालाई ल्याउन खोजिरहेको छ। त्यसैमा खाडी जोड्न लागि हाम्रो केपी ओली पनि जोडिरहेको छ। त्यो पनि तपाईहरु बुझिराख्नु पर्छ। यो जनतालाई बुझाउनु पर्ने कुरा आएको छ। समयले बताउँदै जाँदैछन् कि संविधान र संसदलाई दुईपल्ट अध्यस्त गर्ने र उसको मनसायले संविधानलाई र संहितालाई खारिज गर्नको लागि उसको मनसाय थियो। आज 5 दलको गठबन्धनले जुन किसिमको संहितालाई बचाउनको लागि यो 5 दलले एकातिर र यहाँ संहितालाई मेच्ने जुन दलहरू आज एकातिर बसिरहेको छ, त्यो बीचमा चुनावको दरमियानमा हामी जाँदैछौँ। यो बीचमा यहाँका जनताले, नेपालका हरेक जनताले यो चोटि दुईटा धारको चुनाव हुँदैछन्। त्यो दुईटा धारलाई कुन धार मन पराउने, कुन धारबाट आफ्नो जीविका चलाउने, कुन धारबाट स्थानीय सरकार जोगाउने, कुन धारबाट हामीले आफ्नो चौकी, आफ्नो टोयलेट, आफ्नो अस्पताल, आफ्नो स्कुल, आफ्नो कलेज, आफ्नो स्वास्थ्य शाखा सम्पूर्ण आफ्नो आफै बनाउने भन्ने त्यो त्यतातिर भोट हाल्ने कि राजा गिरेन्द्रको शाही कालको जो दरबारी पञ्चहरू थियो त्यसलाई भोट हाल्ने, त्यो दुईटा धारमा भोट हाल्ने जनताको बीचमा यसपालि आएको छ। त्यसकारण म साथीहरूलाई, सबै साथीहरूलाई जानकारी गराउन चाहन्छु। कर्मचारी साथीहरू पनि एउटा नागरिक हो, तपाईहरु आफ्नो पेसामा हुनुहुन्छ, तर एउटा मत जाहेर गर्नुपर्ने बेला आएको छ। तपाईहरु पनि एउटा सचेत नागरिक भएको कारणले तपाईहरुले पनि जनताको बीचमा बाटो, गाउँको जनताहरूले तपाईहरुसँग सोध्न आउँछन्, सचिव साहब तपाईहरु त धेरै जान्ने सचिव पर्नुभयो, के छ यो चुनावमा कस्तो मान्छेले भोट दिनुपर्छ, त्यतिखेर तपाईहरुले भनिदिनुपर्छ। कर्मचारी साथीहरूले पनि भनिदिनुपर्छ। म यो भन्दिनँ मेरो झोला लिएर, मेरो रङ लिएर, मेरो के भन्छन् झन्डा लिएर तपाईहरु मेरो भोट माग्नुहोस्, म यो भन्दिनँ। मलाई चाहेन तपाईहरुको झन्डा, तपाईहरुको मचान, तपाईहरुको के भन्छन् मत माग्ने हामीले चाहँदैन। मलाई चाहँदैन। तपाईहरुको जनतालाई सुशिक्षित पारिदिनको लागि मात्र तपाईहरुले सहयोग गर्नुपर्छ। जनताले जुन कुरा बुझेको छैन, जनताले अलमलाइराखेको छ, यो व्यक्तिहरूले जो संविधानलाई, संहितालाई बेच्ने व्यक्तिहरूले जब संविधानलाई मास्न खोजिरहेको छ, तिनीहरूलाई तपाईहरुले सुसूचित गराइदिनुपर्छ, जानकारी गराइदिनुपर्छ, सचेत गराइदिनुपर्छ। यति तपाईहरुको काम हो। संविधान बचेपछि, संहिता बचेपछि म आज छु, भोलि अरू कोही आउन सक्छ, पर्सि कोही अरू आउन सक्छन्। त्यो संविधान मुताबिक उसैले गर्नुपर्छ, त्यो संहिता मुताबिक उसले सरकार चलाउनै पर्छ। रह्यो आत्मबल, शक्ति र इच्छा शक्ति हामी पनि छौँ, ऊ पनि छ, सबैजना। तर इच्छा शक्ति छैन भने केही छैन। इच्छा शक्ति हुनुपर्छ, जनताको भविष्य हेर्नुपर्छ, जनताको यो एरियालाई मैले आफ्नो कल्पना गरेँ, यो एरियामा मैले जन्मेको, मैले हुर्केको, यो एरियामा मैले घुमेको, मैले सारा कुरा गरेको, आज यी ठाउँमा मैले जन्मेको छु, मैले यो ठाउँमा गरिनु भने को मान्छे आएर गर्छ। तपाईँलाई थाहा छ, कल्पना गर्नुहोस् त 2074 सालदेखि कति प्रधानमन्त्री गयो, कति एमपी गयो, कति एमएलए गयो, कुन शासकको वर्गका नेताहरू आयो र हामीले के बाटोमा कुनै ठाउँमा ग्रेभल हालिदिएको। आज हामीले ग्रेभल होइन, पिच बाटो चाहिन्छ। र तपाईहरुलाई मैले बारम्बार भनेको छु, आज केही व्यक्ति साथीहरूले कुरा उठाउँछन् कि यो त बाटोमा मात्रै खर्च गर्यो, स्वास्थ्यमा गरेन, शिक्षामा गरेन, कृषिमा गरेन।
सबभन्दा महत्त्वपूर्ण कुरा त बाटो हो नि। बाटो भएपछि बाटोको सञ्जाल भएपछि मान्छेले हरेक कुरा सुविधा पाउँछ। तपाईँहरूले थाहा छैन, म अब कृषि बजार अहिले मलाई एउटा साथीले थाउनुको कुरा, बजारको यहाँ व्यवस्थापन हुँदैछ, थोक बजार। अब हुलाकी मार्गले हाम्रो हरनगर बजारको तरकारी 6 घण्टामा काठमाडौँको मान्छेले खानु पर्छ। 6 घण्टा त्यो हामी व्यवस्था गर्दैछौँ, त्यसको हामीले सबै कुरा अगाडि बढाइसकेको। हाम्रो हस्पिटलमा केही सामानहरू नयाँ किसिमको अब हामी ल्याउँदैछौँ। हामीले स्वास्थ्यमा सबै ठाउँमा 7-6वटा आज हाम्रो स्वास्थ्य चौकीहरू भइसक्यो। एउटा बाँकी छ, त्यो पनि हामीले अब आजभोलिमा चिठी बनाएर पठाएपछि त्यसपालि त्यो पनि हाल्ने कुरा भइसकेको छ। त्यो 7वटा वार्डमा हाम्रो स्वास्थ्य बनिएको। शिक्षामा तपाईँ हेर्नुहोस्, हामीले आज 8 क्लासको टेस्ट किन जाँच गराइरहेको छौँ? यो स्थानीय सरकारको पहिचान र स्थानीय सरकारले आफ्नो विद्यार्थी भाइ बहिनीहरूलाई एसएलसीमा 12 क्लास 11 क्लासमा पढ्नको लागि उनले कति हौसला प्रदान हुन्छ। 8 क्लासमा उसले टेस्ट गरेपछि उसले हौसला बढ्छ कि 8 क्लासमा मैले यो एउटा टेबल पार गरेँ, एउटा के भन्छन् हामीले पुल पार गरेँ। अब हामी 10 क्लासमा पुल पार गर्न हामीले कुनै अप्ठ्यारो पर्दैन। त्यसकारण हामीले 8 क्लासको राखेको छ। आज हाम्रो 8 क्लासको विद्यार्थी भाइ बहिनीहरूले जाँच दिँदैछ, हामी जाँच लिँदैछौँ। त्यसकारण म सम्पूर्ण आज मलाई स्वागत गर्ने कर्मचारी साथीहरू, जनप्रतिनिधि साथीहरू, म सम्पूर्णलाई म आफ्नो व्यक्तिगत तर्फबाट र हरनगर गाउँपालिकाको अध्यक्षको हिसाबले हैसियतबाट सम्पूर्ण म बधाई र धन्यवाद दिँदै, किनभनेदेखि धेरै कुराहरू आज बजारको दिन बोल्न पनि अलिक गाह्रो भइरहेको छ। उनीहरूले टाउको दुख्न लाग्छ। मैले बोल्न पनि धेरै सकिरहेको छु, किनभने मैले धेरै खुसी छु। म यति खुसी छु कि मलाई अब यहाँ मैले हिजो साथीहरूले कुरा गर्दाखेरि केही कुराहरू गर्छन्, साथीहरूले भन्छ फेरि चुनाव लड्दै गएपछि मलाई भने, मैले भने यहाँका 7वटा वार्डका 7-35 जना मान्छेले अध्यक्षजी तपाईँले चाहिँदैन, तपाईँले नलड्नुहोस्, म तयार छु, म लड्दिनँ। त्यसको इच्छा पनि छैन। पदमा बस्नको लागि मान्छेले 2 किसिमको पदमा बस्न लाग्छ। एउटा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि सम्पत्ति कमाउन, सेवा गर्न। म सेवा गर्न, म मालिक बन्न तयार हुँदिनँ। मैले जसरी काम गरेको छु त्यसरी फेरि मैले यहाँको जनताको सेवा गर्न तयार छु। मलाई 35 जनाले मलाई भनिदिन्छ बस्नु चाहेन, कुनै इच्छा पनि, किनभने मलाई त्यो इच्छा छैन पैसा कमाउने, लुट्ने, यो गाउँपालिकाको पैसालाई पैसा बनाउने, त्यो मेरो इच्छा छैन। जब इच्छा नभएपछि मलाई के चाहियो? मैले राज्यबाट सम्मान पाइसकेको छु, मेरो इज्जत प्रतिष्ठा तपाईँहरूले बनाइदिनु भएको छ, यहाँका गाउँपालिकाको सम्पूर्ण जनताले बनाइदिनु भएको छ। तर मैले गरेको कामहरू, मैले सुरुवात गरेको केही कुराहरू छन्, त्यो कुरालाई भोलिको सन्तानले मलाई धिक्कार छ। मलाई भोलिको सन्तानले गलत आशीर्वाद दिन्छ कि तपाईँले गर्दै गर्दाखेरि तपाईँले किन छोडेर हिँड्नुभयो, त्यो तपाईँले मूल्याङ्कन हुँदैन। आज मैले जुन किसिमको मूल्याङ्कन गरेँ, मलाई मूल्याङ्कन यहाँका जनताले राज्यले मलाई गरेको छ, त्यो मूल्याङ्कन मेरो भन्ने कुराको लागि मात्रै मैले यो चोटि फेरि गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी मैले राख्न खोजेँ। मलाई कुनै त्यस्तो कमाउने, मलाई मेरो परिवार बाल बच्चा सुविधा खाने र मलाई सौखको लागि मैले त्यो उम्मेदवारी होइन। मेरो यति मात्रै हो, यहाँको जनताले आज नेपालको कुनै ठाउँमा पुग्दाखेरि सोध्छन् कहाँ घरमा बाँधीलाई चिन्नुहुन्छ, चिन्छु, त्यसो भए त्यसको इज्जत कसरी भइरहेको छ। त्यसकारण मैले अस्ति पनि भने कि तपाईँहरूले म 11 गतेपछि यो कार्यालयमा आउन सक्दिनँ। तपाईँहरूले यहाँ हाम्रा प्रशासनिक प्रमुखजी हुनुहुन्छ, उहाँलाई तपाईँहरूले गार्जनको रूपमा मानेर एउटा जुन किसिमको सिस्टम हुन्छ, जुन किसिमको एउटा विचार हुन्छ, एउटा कर्मचारी हामीसँग साधारणदेखि साधारण कर्मचारी र आफ्नो तपाईँले यो नसोच्नुहोस् कि करोड किसिमको मान्छे ल्याइएको छ।
तुरुर किसिमको होइन। तपाईँहरूलाई मैले माया अन्तिम घडीमा अब म 1 महिना चुनावमा जान्छु। भगवान्ले चाह्यो तपाईँहरूको आशीर्वाद, यहाँका जनताले आशीर्वाद दियो, फेरि म फर्केर आउन सक्छु। 8 वर्षको बिचमा फेरि सेवा गर्न सक्छु, यहाँको जनताको सेवा गर्छु। तपाईँहरूको जुन मान मर्यादा, जुन सारमान छ त्यो पनि म 5 वर्षभित्र बढाउन सक्छु। त्यो त्यसको लागि गर्न चाहन्छु। आजकै कार्यक्रममा सोझो मान्छे खतरनाक पनि हुन्छ, सोझो मान्छे इमान्दार पनि हुन्छ, सोझो मान्छे बुद्धिको सोझो छु। म तपाईँहरूलाई कहिले पनि गाली दिएको छैन। कोही कर्मचारी मलाई भनोस् कि मलाई गाली दिएको छ, म सोझो छु, माया पनि गर्छु र म दमनलाई गाली दिएको छु, तपाईँहरूलाई नजायज भनेको छु, म सबैलाई भनेको छु। यी म प्रसाद अधिकृत मैले रञ्जित यहाँ रञ्जित हुनुहुन्छ, रञ्जितले सोध्नु मैले यस्तो हुँदैन यो भएर तपाईँहरूले आज उहाँहरूको सम्पूर्णको टाउको, आज वडा अध्यक्षको पनि टाउको उठेको छ, आज यहाँको जनताको पनि टाउको उठेको छ र कर्मचारी पनि टाउको उठेको छ। त्यो किनभने कुनै दिन तपाईँ पनि तपाईँले लाग्छ त्यो दिन तपाईँले आज जानुहुन्छ। आज एउटा उहाँ पनि तपाईँ जस्तै कर्मचारी हुनुहुन्छ, आज अधिकृत हुनुहुन्छ, भोलि प्रशासन अधिकृत बन्नुहुन्छ, के भन्छ सिटको बन्नुहुन्छ, मन्त्रालयको मुख्य सचिव हुनुहुन्छ, तपाईँ जस्तै बन्नुहुन्छ। एउटा स्वास्थ्यको हाम्रो अहिले हाकिम हुनुहुन्छ, उहाँहरू पनि त्यही हाकिम हुनुहुन्छ। एकै फुलीको मान्छे हो। भोलि सचिव बनेर उहाँ मुख्य सचिव हुन्छ, उहाँ त्यही ठाउँमा बस्नुहुन्छ। किनभनेदेखि सबै साथीले अवसर अवसरको साथ इमान्दारी हामीले राख्नुपर्छ। इमान्दारी जनप्रतिनिधि जनतामा पनि इमान्दारी चाहिन्छ, जनतामा पनि इमान्दारी चाहिन्छ। त्यसपछि तपाईँको जनप्रतिनिधिमा इमान्दारी चाहिन्छ, साथीमा इमान्दारी चाहिन्छ। सबैको इमान्दारीको साथ सहयोग भयो भनेदेखि गाउँ ठाउँ जिल्ला देश बनाउन कुनै बेर लाग्थ्यो। त्यस कारण म सम्पूर्ण साथीलाई आज मलाई जुन किसिमको पालिकाको कर्मचारी साथीहरूले, हाम्रा जनप्रतिनिधि साथीहरूले मलाई सम्मान गरिदिनु भयो, स्वागत गरिदिनु भयो, त्यसको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो खरनगर गाउँपालिकाका सम्पूर्ण हो यति म भन्दै तपाईँहरूसँग म बिदा हुन्छु।